अब यहाँ हामीले हिजोको विश्राममा सूर्य ब्राह्मणको प्रसङ्ग चर्चा गरिरहेका थियौँ। अब यहाँहरूले कति याद गर्नुभएको छ छैन, हिजो आउनुभएकोले धेरै याद गर्नुभयो होला। सूर्य ब्राह्मण जो चाहिँ एकदम दुखी बनेर, किनकि उनका पुत्र थिएनन्, सत्पुत्र नभएको कारणले गर्दा, सन्तान नभएको कारणले गर्दा साह्रै दुखित भएर भगवान श्री नारायणको स्तुति गरिरहेका थिए। श्री कृष्ण भगवानको हे भगवान नमस्ते देवदेवेश त्रैलोक्या भैर प्रभो, हे भगवान त्रैलोक्यको भयलाई नाश गर्नेवाला प्रभु, मलाई चाहिँ हजुरले कल्याण गर्नु पर्यो। सर्वेश्वर नमस्तेस्तु त्वामहं शरणं गत, म तपाईँको शरणमा परेको छु, मेरो कल्याण गर्नुहोस्। अनेकौँ यस्ता स्तुति गर्दै गदगद वाणीमा भगभग गर्दै आँखाबाट अश्रुपात गर्दै भगवानको पुकारा गर्न थाले। जयकार गर्दै भगवान श्रीकृष्णको जय जयकार गर्दै विश्वका आधार हुनुभएका हे भगवान, विश्वको रक्षा गर्नुहुने हे भगवान, हे विश्व पञ्जर, हे विश्वका फलाधार, सम्पूर्ण मूलका आधार हुनुभएका, त्यही स्वरूप हुनुभएका अनन्त निरन्तर अविनाशी स्वयं प्रकाशी हे भगवान, तपाईले मलाई कल्याण गर्नुहोस्। यसरी भगवानको स्तुति गरिरहेका थिए, पुकारा गरिरहेका थिए। त्यही बेलामा भगवान प्रकट भएर दर्शन दिनुहुन्छ। तिमी शशी महाप्राज्य तपोधन महामुने, अब के इच्छा गर्दछौ, तिमी के चाहन्छौ, के कारणले गर्दा तिमीले आज मेरो वन्दना गर्यौ, मेरो सम्झना गर्यौ, सोध्नुभयो भगवानले। सूर्य ब्राह्मण भन्दछन् यदि प्रीतोषि हे नाथ दीनबन्धु दयानिधि, सत्पुत्रं मे देहि विष्णु पुराण पुरुषोत्तम, हे करुणानिधान, यदि तपाईँ इच्छा गर्नुहुन्छ, मेरो कल्याण चाहनुहुन्छ, साँच्चै भक्तको दुःख निवारण गर्न चाहनुहुन्छ भने मलाई एउटा सत्पुत्र दिनुहोस्। पुत्र लाभ भनेको चाहिँ गृहस्थहरूको चाहिँ एउटा परम सुखको एउटा क्षण हो। गृहस्थहरूले परम सुख प्राप्त गर्ने पुत्र लाभ, भूलाभ आदि, यो धन सम्पत्ति वित्त आदि, घर आदि, छोरा आदि, यी सबै भनेको चाहिँ गृहस्थीहरूको लागि चाहिँ पूर्व जन्मको कमाई सिद्ध हुन्छ। हजुरले मलाई पुत्र प्रदान गर्नु पर्यो, म त अभागी भएँ भनेर भगवानका सामु सूर्य ब्राह्मणले मागे। भगवान भन्नुहुन्छ अदय ममिते सर्वं दासे पुत्रं विना दिजः, तब पुत्र सुखम वत्स विधाता नैव निर्मितम, तपाईलाई पुत्र दिन त हुन्थ्यो, तर विधिको विधान मैले नाग्न मिल्दैन। विधिको विधान नागेर के गर्नु, विधाताले नै पहिला तपाईलाई तपाईको जन्म हुने समयमा नै विधाताले सन्तान लेख्नु भएको छैन। तपाईलाई सन्तान छैन, त्यस कारणले यो जन्ममा मात्रै होइन, पुत्र सुखम नैवास्तिते पुत्र शोकम सप्तसु जन्मसु। सूर्यले याचना गर्न थाले, माग्न थाले भगवानसँग, तपाईलाई त यो मैले दिन मिल्ने कुरै छैन भनेर भगवानले भन्नुभयो। साह्रै दुखी भएर त्यहाँ रोइ कराइ गर्न थाले। अहो बन्धो दया सिन्धो भक्तानां भयङ्कर, हे भगवान तपाईँ त दया बन्धु, दिनहरूको बन्धु, दिन दुखीहरूको नि बन्धु भन्नुहुन्छ। सबैको दुःखलाई हटाउनेवाला तपाईँले आज आर्त शोकमा कराइरहेको मेरो चाहिँ करुणा, मलाई चाहिँ म प्रति करुणा गर्नु भएन। एउटा पुत्र दिनुहोस् यसरी मागे। भगवानले मैले त विधाताको नियम मिल्न मिल्दैन, अहिले हामी जस्तो अलग भएर भगवानको सत्तामा मान्छे त के गर्छ, आफ्नो नियम के हो, आफ्नो कर्तव्य के हो, त्यो कर्तव्यभन्दा बाहिर गएर काम गर्छ। आफूले गर्नुपर्ने कर्तव्य के हो, त्यो कर्तव्य केही पनि गर्दैन। आफ्नो कर्तव्य र आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर चाहिँ काम गर्छ। मान्छेको त अहिलेको मान्छेको स्वभाव त त्यस्तो छ। तर भगवानको सत्तामा के हुँदैन, जुन कर्तव्य हो, जुन नियम हो, त्यसैमा नै संसार चलाउने नियम बनाइएको हुन्छ। त्यही विधानमा, त्यही सत्तामा रहेर कर्म गर्नुहुन्छ भगवानले। भगवानले मान्नु भएन, विधाताले नबनाएको कुरो तपाईँलाई मैले छोरा दिन मिल्दैन भन्नुभयो। अनि सूर्य ब्राह्मणले अलि दुखित भएर त्यहाँ रुने कराउने गरिरहेका छन्। भगवानसँगै गएका के गरुलाई करुणा हुन्छ, हे भगवान तपाईलाई किन करुणा भएन, मलाई त साह्रै यो सूर्य ब्राह्मण प्रति माया लागेर आयो।
अब यिनलाई एउटा पुत्र प्रदान गरिदिउँ न, तपाईँले चाह्यो भने चाहिँ नहुने के छ र? गरुडजीले माग गरे। भगवानले भन्नुभयो, अब मैले त गर्न मिल्दैन, तिमी पनि परम ज्ञानले पराज्ञानले भरिपूर्ण भएका पराशक्तिमान छौ, माया लाग्छ भने तिमीले एउटा पुत्र प्राप्तिको आशीर्वाद देऊ भनेर भगवानले भनेको गरुडजीलाई। अब त्यो गरुड को थियो त? गरुड त सामान्य कुरा त होइन, छन्दोमयेन गरुडेन, यो चाहिँ साक्षात् छन्द श्रुतिमय वेदमय गरुड हो। त्यो वेदको आश्रय लिनेवालाले परम ज्ञान रूपी ब्रह्म ज्ञान प्राप्त गर्छ, त्यो ब्रह्म ज्ञान नै कृष्ण हो। अब त्यो गरुडलाई भगवानद्वारा आज्ञा भयो अनि गरुडले ल ठिक छ त, त्यसो भएर भगवानको वचन सुनेपछि किति गरुड बन्धु निजम भावना मदंस समूह पुत्रो भविताने तपोधन। भगवानले भने पनि, हे ब्राह्मण, मेरो आशीर्वादले तिमीलाई मेरो अंशबाट पैदा भएको एउटा पुत्र पैदा हुनेछ भनेर भनिदिनुभयो। जुन पुत्र चाहिँ सम्पूर्ण गुणले परिपूर्ण भएको हुनेछ, तर त्यो पुत्रको कारणले तपाईँलाई शोक पनि पर्न पर्नेछ भनेर भनिदिनुभयो। जबरजस्ती आफ्नो हातमा अथवा आफ्नो भागमा नभएको कुरा चाहिँ खोजी गरिन्छ अथवा खोज्न थालिन्छ नि, तब मान्छे सङ्कटमा पर्छ, बन्धनमा पर्छ। सामान्य कुरा आफूसँग नभएको, आफूसँग भौतिक वस्तुहरू छैन भोग गर्नका लागि, राम्रा राम्रा लुगा लगाउन मन लाग्यो, धेरै धेरै गहना लाउन मन लाग्यो, घरमा सम्पत्ति छैन, चोर्न गयो भने के हुन्छ? अब चोरी गयो भने सिपाहीले दण्ड दिएर घर बनाउन लगाएर हुन्छन्। एउटा कार्यालयमा काम गर्ने कारिन्दा छ, अब त्यो कारिन्दाको घरका अरू परिवारहरूले चाहिँ मलाई यो चाहियो ऊ चाहियो भनेर माग गर्न थाले। आफ्नो तलबले आफ्नो वैध हिसाबले आएको आम्दानीबाट पुगेन, अरू उसले चाहिँ अनैतिक कर्म गर्न थाल्छ। त्यो अनैतिक कर्मबाट प्राप्त गरेको धनले चाहिँ उसलाई के गर्छ भने सधैँ दलदलमा लैजान्छ। अन्यायो पालितं राज्यं 10 वर्षाणि तिष्ठति। अलिअलि सुन्नुपर्ने कुरा छ, हल्ला नगरिदिनु न प्रभु। हल्ला गर्ने मान्छे पछाडि जाउँ है, गफ गर्ने मान्छे हल्ला गर्ने मान्छे त्यहाँ यो व्यासको अगाडि गफ नगर। अन्यायो पालितं राज्यं 10 वर्षाणि तिष्ठति। प्राप्ते चैकादशे वर्षे सन्मूलं तद्विनश्यति। अन्यायद्वारा असल कर्मद्वारा प्राप्त गरिएको सम्पत्ति चाहिँ 10 वर्षाणि तिष्ठति, करिब 8-10 वर्ष मात्रै जोडिन्छ। प्राप्ते चैकादशे वर्षे, जब चाहिँ करिबन 8-10 वर्ष 10-11 वर्ष पुरा भइसकेपछि सन्मूलं तद्विनश्यति, अब त्यसको विनाश सुरु हुन्छ। त्यसमा मूल धन समेतको नाश गरेर लैजान्छ, तानेर लैजान्छ। अहिले सुख पानी भनेर हुँदैन। त्यो कुराले असत कर्मद्वारा कुनै पनि द्रव्य आदि भौतिक वस्तु प्राप्त गरियो, रुपियाँ पैसा आदि प्राप्त गरियो भने त्यसले आफ्नो मूल धन पैतृक सम्पत्ति समेतको नाश गरेर लान्छ, नीतिले भनेको। त्यस कारणले सत्कर्मको साधना गर्नुपर्छ। अब अहिलेको कलिकालको मान्छेलाई त यो सत्कर्मको साधनाको कुरा बतायो भने पनि यो केही पनि लाग्नेवाला त छैन। विपरीत कोही हुन्छ, उपदेश त उसलाई गाली बुझ्दा हुन्छ। यो युगको धर्म पनि हो। भागवत आदि शास्त्रले पनि यही भनेका छन्। कलिकालका मान्छेको बुद्धि चाहिँ विपरीत गतिमा बग्छ, जसका उपदेशको वाणी चाहिँ विषतुल्य बन्द छ। अब मान्छे त्यस्ता भएन भने त शास्त्र झुटो हुन्छ। हाम्रो शास्त्र सत्य हुनु पर्यो, मान्छेले बिग्रिनु परेको। परन्तु कहिले मूर्ख मनुष्य हृदय बस्दै गरे आदि त्यहाँ वाक्य छन्। यो संसार घुम्दै जाँदा एकदम बल गरेर चाहिँ बालुवालाई पेलेर मान्छे तेल निस्केला, बरु काममै बसी तिर्खा मेटिएला। घुम्दै गयो भने बडा सिंह भाका मुसा भेटिएला। तै पनि मूर्ख मान्छेलाई रिजाउन सकिँदैन। अनेकौं आश्चर्यजनक कर्म गर्न सकिएला, तर मूर्खलाई रिजाउन सक्दैन भनेर शास्त्रहरूले बताएका छन्। त्यस कारणले हामी चाहिँ
सत्कर्म गर्नका लागि सबैभन्दा पहिला सद्ज्ञान रूपी सत्तालाई चाहिँ स्वीकार गर्न जान्नुपर्छ। त्यो सद्ज्ञान रूपी सत्तालाई स्वीकार गर्न जानेन भने हाम्रो कल्याण हुनेवाला छैन। अब सूर्य ब्राह्मण लुको यो गति भइरहेको छ। उनलाई भगवानले त भन्नुभएको थियो तिम्रो हो विधाताले पुत्र दिएको छैन, तपाईँ हट नगर्नुहोस्। तर जबरजस्ती मागी गरुजीले दिए। अब यता सूर्य ब्राह्मणकी पत्नीले पुत्र प्राप्त गर्ने भइन्। साह्रै सरकारी चन्द्रमा जस्तो चम्किलो अनुहार बन्दै गयो, शरीर एकदमै सगठित बन्दै गयो। ती सूर्य ब्राह्मणकी पत्नीको अब भगवानको गरुडको आशीर्वाद प्राप्त भएपछि त त्यो सामान्य कुरो त हुने भएन। अनि ती ब्राह्मणका पति पत्नी साह्रै खुसी भए। अब पुत्र प्राप्त गर्ने भयो भनेर साह्रै खुसी भए। अब यो हुन चाहिँ सामान्य कुरा हो। यो भौतिक वस्तु यो चाहिँ सन्तान आदि छोरा नाति आदिको शुभ यो त सामान्य शुभ हो। घाउ खटेर आएको लुटो आएको ठाउँमा बनाएको जस्तै हो। जति बेलासम्म चलाइन्छ बनाइन्छ त्यति बेलासम्म आनन्द आउँछ। जब बनाउन छोडिन्छ त्यसले एकदमै चलाएर चाहिँ पीडा दिन थाल्छ। त्यस्तै खालको यो सन्तान सुख आदि तैपनि सूर्य ब्राह्मण साह्रै हर्षित भए। अब सन्तान प्राप्त गर्न पाइनेछ भनेर यतिसम्मको कथा 15 अध्यायबाट निवेदन गरिन्छ। हरिशरणम श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ भगवानको लीला चरित अमृत रूपी वाणी श्रवण गरेर यहाँहरूले लाभ लिनुहोला। अब हामी अहिले चाहिँ करिब मध्याह्नको समयमा प्रवेश गर्न लागेका छौँ। अब यहाँ मध्याह्नकालीन विश्राम भए पनि भजन कीर्तन पनि हुनेछ। यहाँहरू चाहिँ विचलित नभइकन केही क्षण बस्दिनु होला। हामी फेरि धेरै बेर होइन, हामी 10-15 मिनट मात्रै विश्राम गर्छौँ। तुरुन्तै हामी यहाँ भगवानको हरिकथा श्रवण गर्नका लागि आउनेछौँ। त्यति बेलासम्म यहाँहरूको यहाँ सहभागिता रहनेछ भन्ने हामीले आशा लिएका छौँ। अब यहाँ दानदाता महानुभावहरूको आउने क्रम जारी छ। कलङ्की काठमाडौँ सूर्यटार निवासी श्री कृष्ण प्रसाद सुवेदीज्यूबाट 2105 रुपियाँ भर्खरै प्राप्त। Hare